यहाँसम्म पनि पूर्ण रूपमा राग आइरहेछ तर भाइलाई भने केही पनि भएको छैन हेर्नुहोस् देख्न सक्नुहुन्छ भाइले खाइराख्नु भएको र अब मुखमा लाउनु आँखामा दलेर पनि देखाउँछु है आँखामा दलेर केही पनि नहुनु ल हेर्नुहोस् यति धेरै मान्छे अगाडि भाइले के गरे यस्तो यो जादु हामी त अचम्म मान्यो भने हामीलाई अब खुर्सानी हातमा लाँदा पिर हुन्छ त भाइले त खाएर पुरा दल्यामुख गरे हामी त अचम्म लागिरहेको नि देख्दै हेर्नु न आँखा भरिन्छ सबैतिर छ सबैलाई विश्वास लाग्यो आमा अब यस्तै देखेपछि विश्वास लाग्दैन त अब आफूले देखिरहेको नि त है सबैले हेरिरहेको सबैले देखिरहेको छ म खाइरहेको छ मुखमा दलिरहेको छ आँखाभरि दलिरहेको छ अनि विश्वास लाग्दैन त विश्वास लाग्यो यो भाइसँग जादु टुना त छैन नि छैन यस्तो भाइसँग कहाँ हुनु छैन तपाईँलाई विश्वास लागेन मलाई विश्वास लाग्यो जादु टुना केही पनि छैन यो भाइले भनिरहेको थियो मलाई त कतिले विश्वासै गर्दैन फटाफटा कुरा गर्यो यो त होइन भने जस्तो कुरा गर्नुभयो भन्नुभयो होइन विश्वास गर्छौँ यो भाइ सही हो क्या यसले सही काम गरे यस्तो खुर्सानी तपाईँले कतिवटा खान सक्नुहुन्छ हामी त यति आधी खाना खाँदा नि पोल्छ हामीलाई त हातलाई नि पोल्छ आधी पनि खान्छ हामी अब भन्नु न आधी खाँदा नि पिरो हुन्छ हामीलाई त तपाईँलाई डर लागेन यो भाइले यसरी खुर्सानी हामीलाई यहाँ पिरो भएर खाँदा भाइले खाँदैन अब हामीलाई पहिला जिउमा अब मलाई त भाइको मुख खाँदैन मलाई मुख पोलेर यहाँ कस्तो भइरहेको भने यहाँसम्म रागाएर हेर्नु त हामी सबैलाई कति रागाएर त भाइले खाएको खुर्सानी भन्नु न अचम्म यो त भाइको पेट पहिला तपाईँको पेट पहिला छ आधी खाएको भाइलाई पेट पहिला त भाइको यहाँ मुखभरि खुर्सानी हामीलाई साबुन लाएर हात हुँदा नि पोल्छ खुर्सानी काट्दाखेरि भन्नु न साबुन हात हुँदा नि पोल्छ अन्त भाइलाई त्यस्तो नमस्ते मेरो घर चाहिँ सिन्धुली हो मेरो नाम चाहिँ प्रवीण तामाङ हो म आज तपाईँहरूको लागि फेरि अस्ति यिनीहरूको भिडियोहरूमा चाहिँ कतिपयले कमेन्ट फेक हो यो नाटक गरे हो यो यिनीहरू सबै षड्यन्त्र हो भनेर चाहिँ कमेन्ट आइरहेको छ कतिपयले विश्वासै गरेको छैन यो डुप्लिकेट हो भनेर कमेन्टहरू हालिरहेको छ आज चाहिँ म उहाँहरूको लागि फेरि म भिडियोहरू बनाउँदैछु म फेरि सुरु गर्दैछु हेर्दै गर्नु होला सबैले यो चाहिँ डल्ले खोर्सानी हो होइन यो चाहिँ डल्ले खोर्सानी हो